हेलो नमस्ते ठोक दिया मेरो युट्युब च्यानलमा सब्सक्राइब ठोक दिया कि नै ठोक दिया मैले त तिमीहरूको युट्युब च्यानलमा सब्सक्राइब ठोक दिया केटा हो। यसो बजारतिर साथीले बोलाइरहेको थियो यसो घुम्न जाउँ कि भनेर गएको थियो केटा हो। तर के गर्नु यार साथी नै के पुरा चुक्कु लगाएर आफ्नो कोठाको चुक्कु लगाएर पसलको ढोका लगाएर कहाँ भाग्थ्यो यार किन गएको भनेर मुखमा हात लगाउँदै हिँडिरहेको थियो। अब के गर्नु केटा यार दिमाग पनि खराब भइदियो यार किन गएको भन्ने भयो यार। यसो त्यही पनि केही छैन त्यहाँ गएँ। अब साथी थिएन युट्युब च्यानल पनि खोलिरहेको थियो यसो भलक सलक बनाए केही छैन केटा हो। जिन्दगी यस्तै हो तिर्न त जिन्दगी लाइन्छ नत्री मरेर गाइन्छ होइन त्यही हो भनेर यसो हिँडेँ। बाटोमा बिस्तारै हिँड्दै थिएँ होइन मुसुक्क हाँस क्या केटाहरूलाई देखेर। अब अरू केटाहरू पनि थिए नि त्यो केटाहरू अब बाटोमा हिँड्ने केटाहरू कति हिँड्नुभएको थियो होइन तिनीहरू देखेर यसो हाँसेँ एकचोटि। केही छैन यस्तै छ केटा हो जिन्दगी यस्तै हो भनेर आफू हिँडिराखेँ मुस्कुराउँदै हिँड्दै यसो यताउता हेर्दै गएँ होइन केही छैन। साथीहरू पनि धेरै थिए होइन त्यही पनि नबोलिकन यसो हिँड्दै गएँ। अब बोल्ने पनि मन लाग्यो झगडा परिरहेको थियो केटा यहाँ पछि झगडा परेको थियो होइन यस्तो त्यो साइकलवाला भाइ छ नि साइकलवाला भाइले पुरा थर्काइरहेको थियो केटाहरूलाई। अब मैले त चिनेको थिएन होइन चिनेको भयो अब फर्काइदेऊ भन्नुहुन्थ्यो नचिनेको अब के गर्ने। यहाँ छ नि यो केटाहरूले पुरा के गाजा खाएर दारू खान लगाइरहेको थियो होइन पुरा के दारू खाइरहेको थिएँ। मैले के रहेछ यसो देखाइदिउँ भनेको त लोक मतिर पो हेरेँ मतिर हेऱ्यो अझ केही भन्छ नि भनेर यस्तो डरले हिँडिराखेको केटा हो। के गर्ने डर लाग्छ नि होइन अब अर्को ठाउँमा छ यार फेरि कसैले प्याच हान्दै भने सिधै भइहाल्छ नि त्यही भएर बिस्तारै हिँड्दै आएँ केटा हो। केही छैन लास्ट भोक लाग्छ क्या यार नाक चलाइ गर्नुपर्छ यार के गर्ने नाक चलाइ गरेर के पछाडिको दाइहरूले पुरा के भाइ किन मोबाइल ठडाइरहेको भनिरहेको थिएँ होइन त्यत्तिकै भिडियो गरिरहेको भने त्यसपछि दाइले भन्नुभयो युट्युब च्यानल हो कि के हो भने होइन हेर कहाँ युट्युब च्यानल हुन त्यत्तिकै भिडियो गराएको हेर्दै भनेर म पनि आएँ होइन बिस्तारै हिँड्दै आएँ। यस्तो आएर लास्ट भोक लागिरहेको थियो क्या यार भोक लाग्यो के गर्ने यार भोक लागेको बेला भने केही छैन त्यही पनि ठिकै छ भने हिँड्दै आएँ होइन। डोनी देखेँ कुकुरलाई देखेँ होइन कुकुर पनि यस्तो स्वाग थियो कि पुरा ह्यान्डसम वाला कुकुर भन्थ्यो पुरा ह्यान्डसम कुकुर थियो होइन दामी थियो के राम्रो भनेर यार हिँडिराखेको के ह्यान्डसम भनेर कुकुरतिर पनि हेरेर अनि फर्क्यो होइन ठिक छ केटा अब केही छैन। अब त आइसक्यो भनेर अनि कोठातिर पनि जाने होला भइसक्यो भनेर अनि यस्तो हिँड्दै थिएँ कपालमा टाउकोमा कपालमा हात खुम्दै हिँड्ने होइन केही छैन यस्तै हो जिन्दगी के छ र होइन त्यही दिनको जिन्दगीमा मरेला के छ र एक दिन साथीले छोड्यो भन्दैमा त भोलि छोड्दैन नि यार भन्दै नाडा छोड्दै हिँडे कि होइन त्यही पनि ठिकै छ नि त माया लाग्छ केटा हो के गर्नु यस्तै हो। हल्का टाउको पनि दुखिरहेको थियो होइन टाउकोमा लास्ट दुखेको थियो कि अब त चोक नजिक पनि आइसक्यो भनेर अनि त्यही पनि चोक नजिक आइसक्यो भनेर बिस्तारै आएँ होइन त्यही पनि कोठातिर जाने बाटो त्यही हो होइन केटाहरू हिँडिरहेको थियो। अब केटाहरू हिँडेको बेला बोल्ने पनि मन लागेन कि त्यही पनि अगाडि चोक देखाइदिएँ अब केटाहरूलाई होइन चोक हेर केटा हो होइन चोक हो केही छैन नसुर्खेत बस्ने कोठा यही हो चोक यही हो होइन ट्याक्कै हिँड्दै थियो अगाडि पनि को केटी हिँड्दै थिइन्। अब मलाई चिने छैन अब चिनेको भयो बोलाउँ भन्नु त चिनेकै छैन नचिनेको कहाँबाट बोल्ने भनेर हिँडेँ आफू पनि बिस्तारै होइन यस्तै हो जिन्दगी भन्दै कपालमा हात लगाउँदै दगुर्दै गरेँ होइन त्यही पनि मुखमा अलिअलि डन्ठो आइरहेछन् होइन त्यही पनि डन्ठो अलिअलि यसो कोर्दै काट्दै हिँड्दै गरेँ त्यही पनि झ्याउ लाग्छ कि लास्टै यार एक्लै भयो भने कोही बेला डन्ठी चलाउने कोही बेला कपालमा हात राख्ने हिँड्ने त्यस्तै गरिरहेको थियो होइन त्यस्तो गर्दै नबोल्दै टाउकोमा हात राख्दै अगाडि केटाहरू पनि हिँडिरहेको थियो। अब केटाहरूले पनि भनिरहेको थियो होइन हेलो किन हो यार क्यामेरा ठडाइरहेको भनिरहेको थिएँ मैले पनि होइन यार त्यत्तिकै अब भिडियो गराउँ कि भनेर हो भनेर अनि टाउकोमा हात राखेर दौडेँ होइन आफू पनि हिँडिराखेँ।
अरूले जेसुकै भनोस् भनेर हिँडिराखेँ अब केही छैन, ठिक छ सब ठिक छ केटा हो भनेर अनि नाकमा हात लगाएर फेरि पछि नि लास्ट रोगो लाग्छ कि रोगो नास्ता पनि खाएर आएको। अब यहाँ कपडा धोएर अनि कपडा दास्छु भनेको बेला तारमा हात पनि काटिसक्यो, के गर्नु हात पनि काट्यो। केही छैन, औषध गर्न जानु पर्ला भन्दै आफू हिँड्दै गएँ। सिमटाली चोकमा ट्याक्क आइपुग्यो केटा हो, यो सिमटाली चोक होइन। सिमटाल चोकमा बिस्तारै बिस्तारै गर्दै 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 कोठा नजिक नजिक पनि पुग्नु लागिसक्यो। हिँड्दै थिएँ धन्नै बाइकले हानिदिएको कि अगाडि अलि अगाडिबाट गयो। केही छैन भने केही छैन, ठिकै छ भने केटा हो। मोमो पसल पनि आइसक्यो, त्यसो मोमो पसल थियो ट्याक्क होइन, मोमो पसल अनि चटपटे पसल त्यही थियो। केही छैन भने आफू हिँडिराखेँ, भोक पनि कोठामा भात पकाइरहेको छु भनेर के खाने भनेर हिँडिराखेँ कि ठिक बिस्तारै अगाडि देखाउँदै हिँडिराखेँ होइन। केही छैन भने कोठा नजिक नजिक पनि आएँ भन्दै हिँड्दै गरिरहेको थिएँ। केही छैन, त्यहाँ अङ्कल पनि भेटिनु भएको थियो होइन। अङ्कलले सोध्नुभयो अब कहाँबाट आएको अब भन्नुभयो, कहीँ होइन यतै बजारतिर घुम्न गएको भने त्यही भने हिँडिराखेँ बिस्तारै हिँड्दै गएँ होइन। केही छैन, यस्तै हो हिँड्दै भन्दै हिँड्दै गएँ। अब साथी पनि थिएन, अब साथीले बोलाएको गएको थिएँ, साथीको पसल पनि बन्द थियो। अब के जग्गा बस्ने यार भनेर च्याउ लागेर आएँ होइन। केही छैन भन्दै हिँड्दै आएँ होइन। यसो हेरेको त घर पनि भित्रलाई हाल्न लागिरहेको के बिस्तारै हिँड्दै 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 आएको त्यहाँ ट्याक्क घर पनि हाल्न लागिरहेको। अब के गर्ने, यो घर पनि मेरै हो कि भन्ने, के गर्ने यो घर पनि मेरै हो कि भन्दै मसक्कै हाँस्दै हिँडेँ। अब के गर्ने यस्तै छ यात्तेरिका भनेर फेरि टाउकोमा हात राखेर हिँड्दै आएँ के यस्तै हो केटा हो। के छैन जिन्दगी भनेर अनि बिस्तारै हिँड्दै आएँ। केटाहरू पनि ट्याक्कै होटलमा बसेको के केटाहरू होटलमा बसेको होला, के भन्ने अब केटाहरूलाई केही भन्दैन। अब कोठा पनि नजिक नजिक आइरहेको छ भनेर अनि बिस्तारै हिँड्दै गएँ। अब के गर्ने 1 मिनट पनि लाग्दैन भनेर कोठातिर गएँ। ट्याक्क नजिक कोठा पनि आयो केटा हो भनेर ट्याक्कै आफ्नो बस्ने घर नजिक पनि आइरहेको थिएँ। अब मेरो घर हेर्ने हो भनेर ट्याक्क आफू बस्ने घर पनि देखाइदिएन। यही हो केटा हो म बस्ने घर यही हो होइन। सिमटाली चोक खजुराको मात्र यही हो मेरो म बस्ने घर यही हो केटा हो होइन। म बस्ने घर यही हो। ट्याक्क अब कोठातिर जानु पर्यो भनेर भित्र छिरेको होइन। भित्र आएर ट्याक्क आफ्नो कोठातिर जाउँ अब भनेर अनि भित्र गएको। ढोका सोका ट्याक्क चुक्लो मात्रै लगाएर गएको थिएँ कि ताला नलगाएर चुक्लो लगाएर गएको थिएँ, त्यही पनि चुक्लो खोलेँ। त्यसपछि ट्याक्क भित्र गएँ होइन। गर्मी पनि भएको थियो गरेर अनि चुक्लो लगाएँ। त्यसपछि पङ्खा सङ्खा लगाएँ होइन। पङ्खा पनि फिर्यो, आनन्द भयो होइन। त्यही पनि यसो हेर्दै गएँ। ट्याक्कै म बस्ने कोठा यही हो, म पढ्ने ठाउँ यही केटा हो, म सुत्ने यही हो खाट, मेरो सुत्ने खाट यही हो होइन। मेरो खाना पकाउने यही हो, खानासाना पनि पकाइरहेको थियो। अब के गर्नु भनेर ल केटा हो बाई बाई। मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला होइन। भुल्न पनि नभुल्नु होला भन्न चाहन्छु। बाई बाई।